अब यस्तो छ यो ह्यान्डिक्राफ्ट चाहिँ नि एउटा जानेको भनेको एउटा भक्तपुरबाट नै हो लागि अब अरू ठाउँमा प्रायः जस्तो चाहिँ नि लोप भएर गइसक्यो एउटा भक्तपुर मात्र यस्तो हो कि सबै कुराहरू चाहिँ दुर्घटना गरेर राखेर रहेछ यता अब ह्यान्डिक्राफ्टबाट अरू पनि सबै कुराहरू धर्मदेखि लिएर संस्कृति सबै बचाइरहेको छ मैले बुझाए अनुसार अब यो फेरि हाम्रो प्रपर्टी काम हुन्छ छोड्न पनि नमिल्छ गरे पनि के काम गर्ने भयो यस्तो छ यो काठहरू चाहिँ नि लोकल भन्दा पनि हामी ठुलो त्यो उता जङ्गल उताबाट के भन्छ तराईबाट त्यहाँको काठ अलि राम्रो हुन्छ अब यताको लोकल चाहिँ नि त्यो होइन मिलबाट ल्याउँछौँ मिलमा उनीहरूले पेन्सिल चिराएर अनि हाम्रो यसो सानो सानो कुरा गरेर पठाइदिन्छ गर्नु सजिलो हुन्छ यो हेरेर चाहिँ यो अब मिडियम यो सानो यो बजारको रुममा भए सानो त्यसको यो अब योभन्दा महँगो छ 7,000 जाने 8,000 जाने छ त्यो दूर जङ्गलको जस्तो पुरै जङ्गल जस्तो भएको पनि छ हामीसँग अहिले सकिरहेको छ त्यो महिनामा भन्नाले अर्डर अनुसार चाहिँ हाम्रो कति 50 पिस 100 पिस टाइम लिएर 2 महिना 3 महिनामा टाइम लिएर अथवा 20 दिनमा मान्छे राखेर पनि सघाउन सकिन्छ हाम्रो नेपालमा अनि विदेशीहरू जर्मन अमेरिका युरोप सबै ठाउँमा चाहिँ उनीहरूले यो रोकेर लाने रहेछ दाइ नेपालको चिन्ह भनेर चाहिँ अब हाम्रो विदेशी यो प्रोडक्ट हो विदेशीलाई चाहिँ नि आकर्षणको लागि हामीले काम गरेको हो यो नेपालीले पनि लान थाल्यो त आजभोलि त होइन यो मैले थालेको चाहिँ नि अब राम्रोसँग काम गरेको चाहिँ यो 4-5 वर्ष मात्रै भयो पहिला चाहिँ त्यस्तो दिमाग थिएन अलिअलि चाहिँ दिमाग भएर अनि काम गर्न थालेको काम गरेको त 12-13 वर्ष नै भइसक्यो कृष्ण सुन्दर शिल्पकार हो है म भक्तपुर अहिले यता 5 तारिक मन्दिरतिर साइडमा बस्छु होइन